टोकियो डिज्नील्यान्डको रोमाञ्चक यात्रामा स्वागत छ। आज हामी तपाईलाई डिज्नीको अद्भुत परिकथा र कल्पनाको संसारमा लैजाँदैछौँ। त्यसका लागि हामीहरू टोकियोमा आइपुगेका छौँ। तयार हुनुहुन्छ? किनभने यो यात्रा तपाईका लागि पनि अविस्मरणीय हुनेछ। शुभ प्रभात टोकियोबाट। आज हामी बिहानै डिज्नीको यात्रा सुरु गर्दैछौँ। त्यसका लागि हामीहरू बसमा चढिसकेका छौँ। तर तपाईँ ट्रेन वा अन्य कुनै साधनमा पनि आउन सक्नुहुन्छ। केही बेरमा नै हामीहरू डिज्नीको प्राङ्गणमा आइपुग्यौँ। यो ठाउँ बिहान 9 बजेबाट बेलुका 9 बजेसम्म खुल्ला हुँदो रहेछ। त्यसैले धेरै ढिला नहोस् भनेर समयभन्दा पहिले नै आइपुग्यौँ। तर यहाँ दिनहुँ लगभग 45,000 भन्दा बढी मानिसहरू आउँदा रहेछन्। केही बेरको पर्खाइपछि हामीहरू टिकट देखाएर भित्र छिर्यौँ। टिकट भने अनलाइनबाटै काट्नु पर्दो रहेछ। भित्र छिर्ने बित्तिकै बाजा बजाएर हामीहरूको निकै भव्य स्वागत गरियो। हामीहरूले यताउति हेर्नका लागि धेरै समय बिताएनौँ, बरु जतिसक्दो छिटो हाम्रो पहिलो खेलतर्फ लाग्यौँ। हामीहरूले लाइनमा लगभग 45 मिनट बिताएका थियौँ। तर मैले तपाईलाई त्यति बेर कुराउन चाहिनँ। यो खेलमा हामीहरू यस्तो ट्रेनमा चढ्दैछौँ जसले हामीलाई उज्यालो, अँध्यारो, हावा पानी र एउटा नयाँ दुनियाँको अनुभव गराउनेछ। त्यसैले हामीहरू यो खेलका लागि निकै उत्साहित छौँ। ल जाउँ, यो यात्रा सँगै अनुभव गरौँ। पहिलो खेल भएर पनि होला, यो खेल हामीहरूलाई सोचेभन्दा पनि बढी रमाइलो लाग्यो। दोस्रो खेलमा भने हामीहरू लाइनमा बस्नु परेन। अब हामीहरू एउटा ठुलो पानी जहाजमा यात्रा गर्दैछौँ, जसबाट हामीहरूले मूल अमेरिकी गाउँ, आदिवासी र विभिन्न वन्यजन्तुहरूको दृश्य हेर्नेछौँ।
लगभग 25 मिनेटको रमाइलो यात्रा पानीजहाजबाट गरिसके पछाडि हामीहरू सिधै नजिकैको अर्को खेलको लाइनमा लाग्यौँ। त्यति लामो लाइन नभएकाले केही बेरमा नै खेल्ने मौका पायौँ। यस खेलमा हामीहरू एउटा स्पेस क्रुजमा चढ्यौँ र त्यहाँ लेजर सुटरहरू थिए जसको मद्दतले दुष्टहरूलाई हराउनु पर्ने थियो र ब्रह्माण्डलाई बचाउनु पर्ने थियो। यो खेल हामीहरूलाई सोचे जस्तो रमाइलो लागेन, त्यसैले हामीहरू सिधै डिज्नीको सबैभन्दा प्रख्यात खेलहरूमध्येको एकतिर लाग्यौँ। हामी महलभित्र छिर्यौँ। चारैतिरको सजावटले हामीलाई यो जादुई कथामा झन् गहिरो तानिरहेको छ। यो कुनै साधारण यात्रा होइन, यो सौन्दर्य र जनावरको कथाभित्रको वास्तविक यात्रा हो जहाँ हरेक कोठामा हामीहरूलाई जादुले घेरिरहेको छ। अब हामी चियाका कप जस्ता सवारी साधनमा चढ्छौँ र कथाभित्रका विभिन्न कोठाहरू हुँदै यात्रा सुरु गर्छौँ। हरेक कोठामा नयाँ दृश्यहरू खुल्दै जान्छन्, गीतहरू बजिरहेका छन्, पात्रहरू नाचिरहेका छन् र हामीहरूलाई पनि यो माहौलले रमाइलो अनुभव दिइरहेको छ। यो सौन्दर्य र जनावरको अद्भुत कथा एक सुन्दर युवती र श्रापित राजकुमारको बारेमा हो जसले आफ्नो प्रेमको माध्यमबाट आफूमा लागेको श्राप हटाउँछ। अब मैले अरू कुरा बोलेर हाम्रो जादुई यात्रामा बाधा पुर्याउन चाहन्न। जब हाम्रो यात्रा सबै कोठाबाट पार भयो, अन्तिमको दृश्यले हामीहरूलाई कथाको अन्त्यमा पुर्यायो। जनावर फेरि राजकुमार बनेको छ र यी दिदीले आफ्नो साँचो प्रेम भेट्टाएकी छन्। यो यात्रा हामीहरूलाई यति रमाइलो लाग्यो कि यो यात्रामा 1 घन्टा बिताएको 5 मिनेट जस्तो लाग्यो। लगातार 4 वटा यात्रा गऱ्यौँ। थाकेका त छैनौँ, तैपनि केही बेर खानका लागि बिसायौँ। अहिलेसम्मका यात्राहरू रमाइला थिए, तर अब आउने यात्राहरू भने अविश्वसनीय हुनेछन्। हामीहरू खानका लागि धेरै समय बिताएनौँ किनभने हामीहरू यहाँ खानभन्दा पनि यहाँका रोमाञ्चक यात्राका लागि आएका हौँ। त्यसैले हामीहरू सिधै अर्को यात्रातर्फ लाग्यौँ। यात्रामा छिर्नासाथ हामीहरूले एउटा ठुलो पुस्तक देख्यौँ जसमा कथा लेखिएको छ। हामीहरू हनी बोटको राइडमा बस्छौँ र एउटा जादुई यात्रामा निस्कन्छौँ। यो यात्रामा तपाईँले केवल दृश्य मात्रै होइन, यी पात्रहरूका भावनाहरूलाई पनि महसुस गर्न सक्नुहुन्छ।
अहिलेसम्मका खेलहरू सबै एउटै जस्ता भए। यो खेल त सोचे जस्तो रमाइलो पनि भएन। त्यसैले हामीहरू डिज्नीको सबैभन्दा खतरनाक र साहसिक खेलतर्फ लाग्यौँ। सबै खेलको बाहिर कुर्नुपर्ने अनुमानित समय लेखिएको हुन्छ। सामान्यतया कुर्नुपर्ने अवधि 50-60 मिनेटको हुन्थ्यो, तर यो खेलमा भने हामीहरू ठङ्ग्रङ्गै 80 मिनेट कुर्नुपर्ने भयो। जब लाइनबाट अगाडि बढ्दै थियौँ, हामीहरूले जताततै चेतावनीहरू देखिरहेका थियौँ। चेतावनी यस प्रकार छ: स्पेस माउन्टेन एक रोमाञ्चक उच्च गति भएको तीव्र गतिमा घुम्ने रोलर कोस्टर जस्तो सवारी हो, जसमा अँध्यारोमा तीव्र मोड, अचानक उचाइ, खसाइ र रुकावटहरू हुन्छन्। यस सवारीमा जानको लागि तपाईसँग राम्रो स्वास्थ्य हुनु आवश्यक छ र निम्न समस्याहरूबाट मुक्त हुनुपर्छ: उच्च रक्तचाप, मुटु, ढाड वा घाँटीका समस्या र गतिजन्य रोगहरू। यस बाहेकका कुनै पनि अवस्थाहरू जुन यो साहसिक यात्रा गर्दा बढ्न सक्छन् भने कृपया सवारी नगरिदिनुहोला। गर्भवती महिला र वृद्ध व्यक्तिहरूले सवारी नगर्नुहोस्। यस्तो चेतावनी जताततै लेखिएकाले केही यात्रीहरू भने लाइनबाटै फर्किएका थिए। भाग्यवश हामीहरूलाई माथिका कुनै पनि समस्याहरू थिएनन्। त्यसैले हामीहरू हाम्रो यात्रा गर्ने लक्ष्यमा अडिग रह्यौँ। तर एउटा समस्या आयो। यो खेलमा गति असाध्यै धेरै हुने भएकाले हामीहरूले भिडियो खिच्न पाएनौँ। जताततै अन्धकार थियो, कतै कतै ताराहरू देखिन्थे। हाम्रो साधन निकै गतिमा गुडिरहेको थियो। लाग्थ्यो कि हामीहरू धरतीलाई छोडेर अन्तरिक्षतिर लाग्दैछौँ। यो खेलको अत्यन्तै खतरनाक अनुभव बोकेर हामीहरू सिधै अर्को शान्त खेलतर्फ लाग्यौँ। यो भवन बाहिरबाट निकै भव्य देखिन्छ, झन् भित्र छिरेपछि त एकदम जादुमय महसुस भयो। अब हाम्रो यात्रा सुरु भयो। पानीमा तैरँदै हामीहरू विश्वका सबै फरक संस्कृति र सङ्गीतको सुन्दरता अवलोकन गर्नेछौँ। जब हामीहरू यात्रामा अगाडि बढ्दै गयौँ, लाग्यो कि हामीहरू एउटा नयाँ दुनियाँमा घुमिरहेका छौँ, जुन हाम्रो धरतीका सबै संस्कृतिहरू मिलेर एउटा सानो संसार बनेको छ। हेर्नुहोस् त, यी सानातिना गुडियाहरूले हरेक देशका संस्कृति झल्काउँदै गीत गाइरहेका छन्। यो यात्रा साँच्चै अविस्मरणीय रह्यो। हामीहरूले हरेक पलमा संसारको सुन्दरता र विविधता देख्यौँ। यहाँबाट हामीहरूले एउटा अद्भुत सन्देश पाउँछौँ कि दुनियाँ साँच्चै सानो छ अनि प्रेम र मेलमिलाप नै हाम्रो सबैभन्दा ठुलो शक्ति हो। लगातार हामीहरूले 8वटा खेलहरू खेलिसकेका छौँ। हुन त हामीहरूले खेलमा भन्दा पनि धेरै बेर लाइनमै बितायौँ। जे जसो भए पनि हामीहरू यहाँ आएर नयाँ किसिमका खानेकुराहरू खायौँ, खेलहरू खेलेनौँ मात्रै, हेऱ्यौँ पनि र भसक्कै यहाँको सम्झना होस् भनेर फोटाहरू पनि खिच्यौँ। खैर केही छैन, यी कुराहरू त चल्दै जानेछन्। त्यसैले केही समय नगुमाई हामीहरू सिधै अर्को रोमाञ्चक खेलतर्फ लाग्यौँ। यो यात्रामा हामीहरू एउटा रेलमा चढ्नेछौँ। घडीको दिशामा घुम्दै हाम्रो रेल एडभेन्चरल्यान्ड स्टेसनबाट प्रस्थान गर्नेछ र एउटा जङ्गलबाट जान्छ, जहाँ यात्रुहरूले जङ्गली जनावरहरू र मूल अमेरिकी निवासीहरूको एनिमेट्रोनिक प्रदर्शनहरू हेर्न सक्छन्।
जब यात्रा अन्तिमतिर आउँछ लाग्यो कि हाम्रो रेल एउटा अन्धकार सुरुङमा प्रस्थान गर्दैछ। हामीहरूले एनिमेट्रोनिक डाइनोसरहरूको प्रस्तुति हेऱ्यौँ र एडभेन्चरल्यान्ड स्टेसनमा फिर्ता आयौँ। यात्राबाट बाहिर निस्कँदा धेरै मानिसहरू एउटा लामो लाइनमा बसेको देख्यौँ। त्यसैले अवश्य पनि रोमाञ्चक यात्रा होला भनेर लगभग 35 मिनट लाइनमै बितायौँ। सुने अनुसार लाग्यो कि यो खेल अरूभन्दा फरक, अद्भुत र रोमाञ्चक हुनेछ। जब सवारीमा चढ्नेछौँ यस्तो लाग्नेछ कि हामी जङ्गल र पर्वतको बीच हावामा उडिरहेका छौँ। चट्टानहरू र घुम्तीहरू अचानक आउनेछन् र एक्कासी अन्धकार गुफामा छिर्नेछौँ। यो खेल हामीहरूले सोचेभन्दा पनि धेरै रमाइलो भयो। अझै फरक खेलको अनुभव लिने भनेर हामीहरू प्रेतवादी हवेली यानि कि हन्टेड मेन्सनको लाइनमा लाग्यौँ। नामबाटै थाहा हुन्छ कि यो खेलमा हामीहरू डराइयोस् भनेर भरपूर कोसिस गरिनेछ। ल जाउँ अब यो अन्धकारको पनि अनुभव गरौँ।
त्यस्तो डराउनै पर्ने डर भने कतै पनि लागेन, तर रमाइलो भने असाध्यै भयो। खेल सकेर बाहिर निस्कँदा साँझ छिप्पिन लाग्यो। दिउँसोको समयमा भन्दा रात पर्दै गएपछि यो ठाउँ झनै आकर्षक देखिन थाल्यो। यहाँका दिव्य दृश्यहरू हेरिसकेपछि हामीहरू यहाँबाट निस्कन थालेका थियौँ, तर त्यसै बेला पछाडिबाट आवाज आयो कि एकछिन, हजुरहरू यहाँ आउँदा जसरी हामीहरूले बाजा बजाएर भव्य स्वागत गरेका थियौँ त्यसरी नै भव्य बिदाई पनि गर्छौँ। यो कुरो कसैले नभने तापनि हामीहरूले सुन्यौँ। भयङ्कर ताली पिटेर यो समारोह प्रारम्भ गऱ्यौँ। टोकियो डिज्नील्यान्ड इलेक्ट्रिकल परेड एक भव्य परेड हो जुन डिज्नील्यान्ड पार्कमा साँझ परेपछि प्रस्तुत गरिन्छ। यो परेडमा डिज्नीका लोकप्रिय पात्रहरू, सुन्दर सङ्गीत र हजारौँ रङ्गीन बत्तीहरू समावेश हुन्छन्, जसले अन्धकार रातलाई झलमल्ल पार्छ र दर्शकलाई जादुमय अनुभव प्रदान गर्छ। यो मनोहर समारोहद्वारा हामीहरूलाई निकै भव्य बिदाई गरियो। टोकियो डिज्नील्यान्डमा बिताएका यी जादुमय क्षणहरू साँच्चै नै अविस्मरणीय र सपना जस्तै लाग्यो। तर यात्रा यहाँ टुङ्गिँदैन। डिज्नीको सपना जस्तो अनुभवपछि अब वास्तविक प्रकृतिको सुन्दरता अवलोकन गर्ने बेला भयो। अन्त्य जस्तो देखिए पनि यो वास्तवमा एउटा नयाँ कथा सुरु भएको सङ्केत हो।